नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिनिधि सभाको निर्वाचन केवल एक राजनीतिक अभ्यास मात्र नभई जनताको सार्वभौम अधिकार प्रयोग गर्ने उत्सव हो। नेपालको संविधान 2072 ले परिकल्पना गरे अनुसार यो सदन 275 सदस्यहरूको एक साझा थलो हो, जहाँ विविधतामा एकताको प्रतिबिम्ब देखिन्छ। यस संरचनामा 165 सदस्यहरू प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत भूगोलको प्रतिनिधित्व गर्दै आउँछन् भने 110 सदस्यहरू समानुपातिक प्रणालीबाट चुनिएर आउँछन्, जसले राज्यको मूल प्रवाहमा सबै वर्ग र समुदायको समावेशी आवाजलाई सुनिश्चित गर्दछ। यस निर्वाचन प्रक्रियाको भित्री लक्ष्य भनेकै नागरिकको मतलाई शासन व्यवस्थासँग जोड्ने हो। जब एक नागरिकले आफ्नो मत खसाल्छ, उसले केवल प्रतिनिधि मात्र छान्दैन, बरु देशको सार्वजनिक नीति र भविष्यको मार्गचित्र कोर्ने प्रक्रियामा प्रत्यक्ष सहभागिता जनाउँछ। जनमतको कदर गर्दै निर्माण हुने सरकार र जन उत्तरदायी कानून नै हाम्रो लोकतन्त्रको वास्तविक सुन्दरता हो, जसले हरेक नेपालीलाई आफ्नो देशको भाग्य विधाता बनाउँछ। तपाईको एक मत परिवर्तनको सबैभन्दा शक्तिशाली हतियार हो। लोकतन्त्रमा मौन बस्नु भनेको आफ्नो भविष्य अरूको हातमा सुम्पिनु हो। त्यसैले योग्य र इमानदार नेतृत्व छनौट गरी देशलाई समृद्धिको दिशामा लैजान आफ्नो मतदानको अधिकार प्रयोग गर्नुहोस्। हाम्रो सक्रिय सहभागिताले नै लोकतन्त्रलाई जीवित र बलियो बनाउँछ। आजको सही निर्णयले नै भोलिको समुन्नत नेपालको जग बसाल्छ।